झापुटा नेपालभरिकै कौरा यहाँ जम्मा भएको छ। दोस्रो राष्ट्रिय कौरा सम्मेलन। मगर वेशभूषामा सजिएर आजको यो विशेष मौलिक कौरा सम्मेलनमा हामी आइरहेको कुरा हामी जानकारी गराउन चाहन्छौँ। हामी देखिरहेका छौँ र यो अति नै हर्षोल्लासका साथमा सहभागी भइरहनु भएको छ। यहाँहरूलाई पनि हामी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ र हाम्रा मौलिक कौरा समूहहरूलाई हामी यो कार्यक्रम स्थलमा प्रवेश गरिदिनुको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छौँ। हामी यो संरक्षण महत्त्वपूर्ण कार्यक्रम अगाडि बढिरहेको छ। नेपाल अधिराज्यहरूकै कौरा प्रेमी मगरहरू यहाँ जम्मा हुनुभयो। हामीले निर्धारित समयभन्दा धेरै ढिलो र्याली अगाडि बढिरहेको छ। नेपाल मगर सङ्घ म्याग्रे सहकारी समिति आज यहाँ आइपुगेको छ।
क्यानाडा मगर समाज सरादपुर चितवन गण्डकी 4 गोलेबाट कलाकार तथा सञ्चारकर्मी साथीहरू समय पाबन्दीले गर्दाखेरि अधिवक्ता नै जानकारी गराइदिनुहोस् भनेर भन्नुभएको छ। हुन्छ हुन्छ यो नानीहरू नाच्दा मिल्छ टाँसेर बस्नु भएको छ यो लाइन मिलाउनुहोस् केही फरक पर्दैन अलि पछिसम्म पुगोस् यो लाइन अलि छुट्टा छुट्टा गरेर अलि पछाडि पछाडि जानुहोस् त केही फरक पर्दैन बरु पछाडिसम्म जाओस् केही हुँदैन तर अलि नाच्दा मिल्ने भएर बस्नुहोस् त तपाईँहरू त टाँसेर बस्नु भएको छ। छोरा मान्छेहरू जति अगाडि आउनुहोस् है छोरा मान्छेहरू जति अगाडि आउनुहोस् अलि खुल्ला खुल्ला बस्नु नानीहरू नाच्ने अलि खुल्ला तपाईँहरू खुल्ला बस्नु त पछाडि किन त्यो टेक्निसियन भाइ यहाँ गर्नेछौँ सम्पूर्णलाई ताली बजाइदिनुको लागि हार्दिक अनुरोध गर्दछु र धन्यवाद। आजका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय रामबहादुर थापा मगरज्यूले पानसो बत्ती बालेर त्यसै गरी खैजडी बजाएर आजको यस कार्यक्रमलाई उपचार रूपमा उद्घाटन गरिसक्नु भएको छ। अब भने पालो रहेको छ स्वागत नृत्यको। स्वागत नृत्यको लागि सम्पूर्ण नृत्य गर्ने कलाकारहरू र गीत गाउने कलाकारहरू अत्यन्तै तयारी अवस्थामा रहिसक्नु भएको छ।
श्रीराम थापा मगर गायक तथा सर्जक श्रीराम थापा मगरजीको नेतृत्वमा आजको उद्घाटन स्वागत नृत्य हामी यहाँ पस्कदैछौँ स्वीकार्नुहोस् हेलो Alima alima tipo. Mudik sese balik kali.
मिगिन हाटले साली रे मोहकाके खाटले माखा मिगिन हाटले साली रे मोंगा कागे खाटले मा साली रे मोंगा कागे खाटले मा खाटले इरी से तो बर्मी लामो इसे मिगिन हाटले बाटो छे की जाला बुन्यो बनको माकोराले बागो
एकछिन यता के भयो यस्तो छिनी अब इला रिसिङला नङुले लेखाले हिछा नैसै नाचेर पुरुष महानुभावहरूले नचाएर यहाँ एकैछिन रमझम गर्दाखेरि कसलाई लाग्दैन अब यो मौलिक कौरा नृत्य भनेको मगर समुदायकै नृत्य हो। यसै गरेर विसिङ गाउँपालिकामै चलनी भएर अगाडि
गरेको नृत्य हो भनेर कसले नभन्ला। अवश्य पनि मौलिक कौरा नृत्य तनहुँ जिल्लाको रिसिङ गाउँपालिकाबाट नै जननी भएर आएको भन्ने हेतुले कौरा नाचपछि तितरबितर दोस्रो मौलिक कौरा सम्मेलन रिसिङ गाउँपालिकाभित्र नै गर्नुपर्छ भनेर रिसिङ गाउँपालिका वडा नम्बर 1